यो पनि एक्सचेन्ज भयो हेलो गाइस आज हामी एक्सचेन्ज भयो त हेलो गाइस आज हामी कलर गिफ्ट कलर गिफ्ट एक्सचेन्ज गिफ्ट गर्छौं हाम्रो ब्याकग्राउन्डलाई रुमलाई इग्नोर गर्नुस् यसले कस्तो पहिले सो गर्छ एक्साइटेड छु म छोरी एकदम एक्साइटेड छ किन एक्साइटेड छ म त धेरै एक्साइटेड छु एक्साइटेड भन्दा नि डर पनि आएको ल फर्स्टमा कुन कलर गर्नु मलाई ठ्याक्कै कलर भन्दा यो ब्लू कलर म्याच भएन कुन दिनु खानु यो डार्क ब्लू यो ब्लू ल थ्यांक यू भन यता यता उता हेरेर थ्यांक यू भन्नुपर्छ त्यसपछि यो छोरी पनि गिफ्ट ब्ल्याक एन्ड व्हाइट कि बाबाको यो यहाँ राख है त्यसपछि यसले त सब यो कपाल फुल छ हैन त्यसमा तर दुईटा कलर मान्न पर्छ है त यो कलर पनि यो कलर स्याम्पू कुन मानौँ त यो दुईटै मानौँ पर्पल कि व्हाइट व्हाइट पनि छ पर्पल पनि छ अझ फेरि त्यस्तै कलर छ भित्र कालो पनि छ त्यसमा अघि के गर्नु स्याम्पू मैले सोचिरहेको थिएँ बिहान नआउने बेला पर्पल त्यसपछि मसँग धेरै सानो छैन ब्ल्याक बडी स्प्रे यो बडी स्प्रे मैले यो आफ्नो लागि ल्याएको चाहिँ आफ्नो लागि हो है हैन हैन ब्ल्याक त मैले दिने हो ब्ल्याक यो सबभन्दा ठुलो उडी चिन्न सकेन पुरै हेर्दैनौ यो अहिले हेर्छु नि यो चाहिँ झोलाई सजिलो हुन्छ भनेर ब्ल्याकमा फोर्दै किन भनेर दिएको जस्तो छ धन्यवाद भोलि साइड गइहाल्यो भने बिरामी सन्चो भइहाल्यो भने यही लाएर जान्छ ल त्यसपछि मलाई एकदम सबै यो पिङ्क कलर हो के रे आस्ताबेरीको लेडिज नै भनेर राइस वाटर आस्ताबेरीको राइस वाटर पछि अलिअलि काली हुन लाग्यो त्यो भएर अलिअलि गरियो भनेर म जति खुसी यो सब आफ्नो लागि यो कुन कलर पिङ्क कलर हो के रे ओरियो सबै बिस्कुट छ त नि म पनि यस्तो थाहा पायो भने त म पनि सबै 10 रुपियाँ बिस्कुट किन्थेँ धन्यवाद यो समय मेरो सब छोरीको जानी छ त्यहाँ मेरो दुई कलर मान्न पर्छ के मेरो के सबै देऊ कि सानो चल्लो वाइट भयो कि नै वाइट बाँकी छ कि यसले कहाँ गयो यार यसले त म दिएँ तपाईँलाई दिएन हौ त्यसैमा येल्लो पनि त्यो गर्दैन कुन दियो यसले के हो यो काम लाग्न थाल्यो त्यो भएर यसमा डट्यो कि हाल्यो त्यो पेट दुखो तिमीले सबै खानेकुरा ल्याइदिएछौ के हो वाइट यो के हो यो छोरीलाई पनि काम लाग्ने चिज हो धेरै आइलाइनर जिन्दगीमा कहिले गालो नलगाउने मान्छेलाई आइलाइनर थ्याङ्क यू छोरी लिएर आउँछ त्यो ब्ल्याक हो थ्याङ्क यू तपाईँलाई वाइट कोदोको बिस्कुट सब बिस्कुट मात्रै छ कोदोको बिस्कुट मेरो सामान गयो बाबा त्यसपछि मेरो त सामान सकिने रहेछ अब त 3टा मात्रै छ यो के कलर भन्छ पिङ्क पनि हो पिङ्क त भइसक्यो तर यो अर्को कलर पनि छ ल त्यसलाई ग्रे कलर मानिदिउँ न त एक ग्रे पनि छ अलिअलि ग्रे छ नेल पोलिस पुरै कस्मेटिक उठाएर ल्याएर जस्तो केटा थ्याङ्क यू ल तिमीलाई खोलेर हेर न एकचोटि प्लिज नङ्काटो पनि छ ए नङ्काटो पनि ल्याएँ मैले पुरै कस्मेटिक उठाएर ल्याएको छ ए सर्ट पनि छ ब्ल्याक पनि छ लाल हुन्छ सेम कलर बिरामी छु यो नङ्काटो चाहिँ काम लाग्छ सबै काम लाग्ने हो नि लाग्छ अब कुन कलर मान्ने यसलाई के थियो रेड रेड भएन यो दुईटा कलर हो कि रेड ब्लू र रेड ल दुईटै भयो ब्लू मान्ने वाइट भयो वाइट भयो सोनाटाको लिपस्टिक रेड मान्ने रेड मान्ने त्यो अर्को कलर मान्ने ब्लू अब त मसँग सामान छैन तिमीले सबै यो खानेकुरा मात्रै ल्याएछौ
यो ग्रिन खै त सानो खै त ग्रिन के ग्रिन तिमीले ग्रिन दिएनौ त मसँग ग्रिन छ के अब यो ग्रिन श्रेन सब रोको रोको त्यसो भए ल्याउ ल्याउ ग्रिन थ्याङ्क यू भाइ थ्याङ्क के ग्रिन कलर यू ट्याटु रे सानले पो योमा अब कुन कलर कुन बाँकी रह्यो गाइस मैले छोरीको लागि एउटा खतरा किनिदिएको थिएँ त्यो छोरीले खाटा खायो त्यो खतरा मन पर्ने किनेको मैले छोरी दिएँ तिमीले छोरा दिएको खै त ल ल्याउ मैले छोरी ल तिम्रो पप्पा खुट्टा दिएको त्यसले वा थ्याङ्क यू भन ल है त खै र खै अब मेरो त दुईटा बज्यो त मेरो एउटा बच्चा दुईटा बच्चा नि के एउटा यो रेड र कुन कुन बच्चा तिमीसँग त्यो व्हाइट कलर पनि दिनु के ए इमली बम आज मला र इमली बम फुट कलर के हो यो भोलि सरस्वती पूजा हो त्यही भएर व्हाइट एन्ड रेडको कम्बिनेसनमा यो एउटा साडी भोलि सरस्वती पूजाको उपलक्ष्यमा ल तपाईँले साडी चाहिँ अनएक्सपेक्टेड है यसमा एउटा ब्लाउज पनि आउँदो रहेछ त्यसमा टुप्पामा छ काट्नु पर्छ अरे यो त एकदम अनएक्सपेक्टेड हो है त त्यही पनि यो कुन कलर बाई धन्यवाद यो कार जस्तो छ भने काजी त हो त्यो म त आइफोन ल्याएको यो ललिपप छुट्यो धन्यवाद 1 2 रे 2 मैले पन्जा तपाईँले किन हेर्नु भएन त पन्जा हो 4 खानेकुरा बाहेक केही छैन है त 5 लाउने कुरा 6 7 8 त्यो हजमलाइन कुन कलरमा पऱ्यो छोरीले हो नै मैले किनेको थ्याङ्क यू हात मिलाउ न ल ल थ्याङ्क यू ल तिमीले सबैभन्दा मन कुन पर्यो भन त मलाई भोलि पनि राम्रो छ खानेकुरा त त्यस्तै हो अर्को के छ यो छोरीको चप्पल मन पऱ्यो त्यसपछि यो छोरी पनि मन पऱ्यो अब बिरामी छु यो बिस्कुट पनि राम्रै लाग्छ यो पनि राम्रै लाग्छ सबैभन्दा एउटा मन पर्यो कुन चाहिँ भन न औडी राम्रो छ सबैभन्दा मन त यहाँ छोरी पऱ्यो भन्नु न दिस इज गुड म त एकदम अनएक्सपेक्टेड कुराहरू आयो कलरको नाम नथाहा भएर पनि एक्सपिरियन्स गेन भयो बाइ थ्याङ्क यू फर वाचिङ